सक्दैन केही हातमा मात्रै स्थान चल्छ यसलाई सम्पूर्ण रूपले एउटा सहयोग दिन आवश्यकता पर्छ त्यस्तो हुँदाखेरि पनि यसको डिमान्ड चाहिँ चल्ने भएको हुनाले यो पढ्न पनि सक्छ र उनीहरूको घरबाट बाहिर निस्किने मौका खेल्ने मौका यस्तो मेडल जित्ने मौकाहरू उनीहरूलाई पनि सक्दैन हुने धेरैवटा नेसनल अवार्डहरू पनि पाइसक्यो त्यसलाई चाहिँ अब त नेसनल लेभल ल्याउँदै एकदमै मन पर्छ अनि हरेकचोटि आग्रही हुन्छ अनि एकदमै कति गेमको लागि सहयोग हुँदै आफूलाई त्यसको चाहना हुँदो रहेछ जब यो नम्बर भयो अनि सायद मेरो मान्छेहरूको प्रायः सबै बच्चाहरू जो बच्चाहरू स्कुलमा हुनुहुन्छ कि लगभग त्यसमै सिकिरहेको बच्चाहरू पनि आज तिम्रो गेममा जाने भन्दाखेरि चाहिँ एकदमै उनीहरू खुसी भएर उठेर आएको मलाई थाहा छ हामी आमा कुराकानी भइरहेको छ अब जस्तो एउटा नेता हेर्नु उसलाई कति गाह्रो छ त्यो गेममा जाने भन्दा उहाँ दिदीले लिएर आइरहेको भएको छ हामीले अरू साथीहरू जानुहुन्छ हाम्रो बसिरहेकै खेलाडी भएको पार्टी भएको पुस्तकहरू पनि धेरै हुनुहुन्छ उहाँदेखि चाहिँ गर्मी पानी केही नभएर बच्चाको खुसी हामी पनि लिएर आउँछौँ र संस्था सबैले नै परिवारको भूमिका निर्वाह गरेर चाहिँ यहाँसम्म ल्याइदिनु हुन्छ यति भन्दै चाहिँ हाम्रो गाउँ नगरपालिका अनि हाम्रो अर्को यही दुसियाको अध्यक्ष गमाजी हर एउटा आमाकै अभिभावकै भूमिका निर्वाह गरिरहेको हुन्छ यति भन्दै म धन्यवाद साँच्चै भन्नु भनेदेखि उहाँले यो प्लेट देखाइदिएको मैले हेर्नै सक्छु त्यही पनि बाइक पढ्दा आज मैले के हेर्नु त्यसले गर्दाखेरि जुन उहाँले यो संस्थालाई हामी जहिले पनि धन्यवाद दिएको धन्यवाद छ र आगामी दिनहरू यी बच्चाहरू नगरपालिकामा जहिले गरिरहेको नगरपालिकाले सबैले सहयोग गर्नु पाइरहेको छ र हामीबाट पनि के गर्न सकेको गर्नु लगाएर उहाँलाई प्रशंसा गरिरहेका छौँ अहिले हामी अरू एउटा दल विषयमा मेरो बुढा नजिकै गर्नुहोस् काम भएको छ अझ उहाँसँग हाम्रो हामी चाहिँ नजिक हुनेछ भन्दै आजको कार्यक्रम जस्तो यहाँ हाम्रो वडामा गरिदिएको धन्यवाद दिँदै म बिदा हुन्छु नमस्कार अनुरोध गर्दछौँ नमस्कार उपस्थित सम्पूर्ण महानुभावहरू अभिभावकज्यूहरू खेलाडीहरू यहाँ सबैजनालाई नमस्कार छ कस्तो खुसी लागेको छ आज मलाई यहाँहरूले खेल एकदमै खुसी भयो यहाँले खेल्नु भएको देखेर त्यो खुसी अलिअलि मनमा पनि सरेको छ एकदम खुसी लाग्यो र सबैभन्दा महत्त्वपूर्ण कुरा यो कार्यक्रममा आउँदाखेरि आएर अभिभावकहरूसँग मैले कुरा गर्न पाएँ अभिभावकहरूको कुरा सुन्ने मौका पाएँ बुझ्ने मौका पाएँ सँगसँगै खेलाडीहरूसँग पनि उहाँहरूसँग केही इन्टरेक्सन गर्ने पनि मौका पाएँ जसले गर्दाखेरि उहाँहरूको विषय उहाँहरूको के कुरा चाहिन्छ सबैभन्दा बढी भन्ने कुराहरू त्यसरी यहाँहरूसँग प्रत्यक्ष रूपमा भेटेर जति कुरा सिकिन्छ जति कुरा मनन गरिन्छ त्यो चाहिँ कार्यकक्षमा बसेर सिकिँदैन बुझिँदैन रहेछ त्यो कारणले गर्दाखेरि पनि यस्तो कार्यक्रममा यहाँहरूसँग भेट्न मन लाग्नुको एउटा मुख्य कारण चाहिँ आज यो खेल हेरिराख्दाखेरि मलाई एकदम खुसी लाग्यो अघि कुरा गर्दै जाँदाखेरि हाम्रो नेसनल प्लेयरदेखि लिएर अघि लिजालाई पनि भेटेँ सँगसँगै यहाँ सबैजनासँग एकजनासँग केही फेल भएको कुरा गर्दाखेरि धेरै नै कुरा थाहा पाउनु पनि मौका पाएँ र मलाई एकदमै मन छोएको कुरा हामीलाई चाहिँ यो सेल्फ रेस्पेक्ट आत्मसम्मानका साथमा बाँच्ने वातावरण भइदियो भने हुन्थ्यो भन्ने कुरा गर्नुभयो त्यो कुराले मलाई एकदमै मन छोएको पनि छ पक्कै पनि हामी सबैजना हामी पर्फेक्ट कोही पनि छैन सबैजनाको डिसेबिलिटी अथवा भनौँ कमजोरी अथवा भनौँ केही कुरामा नजान्ने नसक्ने हामी सबैमा छ कसैको के होला
सम्मानको लागि हो। यहाँहरूले के गर्न सक्नुहुन्न, यो छैन त्यो छैन, तपाईँहरू हामी सबैजनाले गर्न सक्छौँ है भन्ने आत्मबल पनि बढ्छ र यो आत्मबलको लागि यो कार्यक्रम हो। हामीले यसरी अपाङ्गता भएका व्यक्तिहरू, शारीरिक अपाङ्ग, बौद्धिक अपाङ्ग भएका व्यक्तिहरूलाई पनि हामीले विभिन्न हिसाबले उहाँहरूको सेल्फ रेस्पेक्टलाई कसरी हामीले प्रोत्साहन दिने भन्ने विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ। नीतिबाट, कार्यक्रमबाट, बजेटबाट केही सरकारी गर्न पाउँदा त्यो आत्मसन्तुष्टि चाहिँ सबैभन्दा ठुलो आत्मसन्तुष्टि हो, जुन मैले आज पनि आभास गरिरहेको छु। यहाँ सबैजनालाई धेरै धेरै धन्यवाद छ। खेलमा सहभागी हुनुभयो, एकदमै खुसी लाग्यो। यहाँहरू पनि कति धेरै खुसी हुनुहुन्छ, धेरै धेरै बधाई दिन चाहन्छु। सम्पूर्ण खेलाडी, सम्पूर्ण अभिभावक, अझ धेरै मैले आमाहरू देखेको छु, बुवाहरू देखेको छु। यहाँहरूलाई एकदमै मनैदेखि नमन पनि छ र धन्यवाद पनि छ। आजको यो खेलले खेलाडीले मात्र जितिरहनु भएको छैन, सम्पूर्ण परिवार, आमा बुवाले जित्नु भएको छ। यहाँ सबैजना बधाई छ। धन्यवाद। सान्त्वना पुरस्कार कृष्ण बल्ल, उहाँ भक्तपुरबाट आउनुभएको छ। उहाँलाई देखाइदिनु, उहाँ गएर दिनुहुन्छ। हात उठाइदिनु। अर्को अमिता श्रेष्ठ तृतीय हुनुहुन्छ। त्यस्तै प्रथम हुनुभएको छ बुद्ध राई। खेलेर बिसीवान प्लेयर खुट्टाले खेलेर द्वितीय हुने आकाश थापालाई पुरस्कार दिइरहेको छ। द्वितीय हुनुभएको छ आकाश थापा, उहाँ भक्तपुरबाट हुनुहुन्छ। प्रथम हुनुभएको छ बुद्ध राई। अब अर्को BC2 बुद्ध